नमस्कार सम्पूर्णमा। आज मैले ल्याएर आएको छु एउटा नयाँ रेसिपी। बोटी कबाब बनाउनको लागि मैले लिएको छु आधा केजी मटन, बोनलेस मटन। मटनलाई चाहिँ सानो सानो यत्रो पिस गर्ने। यहाँ देख्न सक्नुहुनेछ तपाईहरु। यो नसा चाहिँ आउट गरिदिनुपर्छ, किनकि नसाले चाहिँ पाक्नु दिँदैन, टाइट हुन्छ। टी कबाब बनाउनको लागि मैले लिएको छु यहाँ लसुन, धनिया पत्ता, अदरक, 2टा निम्बु र 3टा ग्रीन चिल्ली। निम्बुको रस र आधा चम्मच जस्तो नमक हालेर म्यारिनेसन गरेर कमसे कम आधा घण्टा छोड्दिने। जति पनि यो मिटमा भएको एक्स्ट्रा पानीहरू हुन्छ त्यो सब निकाल्नुको लागि चाहिँ तपाईले कमसे कम आधा घण्टा चाहिँ छोड्दिनुपर्छ। म्यारिनेसन गरेर ढक्कन लगाएर आधा घण्टा छोड्दिने। र आयो मसलाको पालो। बोटी कबाबको मसला बनाउनको लागि धनिया पत्ता यहाँ मैले जरासँगै धोएर राखेको छु। धनिया पत्ता, 3टा ग्रीन चिल्ली, लसुन 1 पोटी, अदरकको टुक्रा। यहाँ म जिरा पाउडर चाहिँ युज गर्दिनँ, गोटा जिरा नै युज गर्दैछु। 1 चम्मच जति गोटा जिरा, कसुरी मेथी आधा चम्मच, देगी मिर्च 2 चम्ची, सानो चम्मचको 2 चम्मच, धनिया पाउडर 1 चम्मच, दही आयो 3 चम्मच, ठुलो चम्मचको 3 चम्मच दही, इम्पोर्टेन्ट मस्टर्ड ओइल, कबाबको निखार बढाउनको लागि 1 चम्मच, हाफ टीस्पून हल्दी पाउडर र यसलाई मिक्सीमा फाइन ग्राइन्ड गर्ने। यहाँ देख्न सक्नुहुनेछ बोटी कबाबको मसला रेडी भयो। ल आधा घण्टा भयो। जति पनि यहाँ मासुमा रहेको एक्स्ट्रा पानी छ निचार्ने। अब म्यारिनेसनको पालो। सिम्पल रेसिपी, कुनै झन्झट छैन। अघि मैले फर्स्ट म्यारिनेसन गर्दाखेरि पनि आधा चम्मच नमक हालिदिएको थिएँ र फेरि पनि आधा चम्मच नमक। फर्स्ट म्यारिनेसन भयो निम्बु र नमकमा, र सेकेन्ड म्यारिनेसन भयो मसलामा। र यसलाई मसलामा म्यारिनेसन गरेर फेरि 1 घण्टाको लागि ढाकेर राखिदिने, एयर टाइट गरेर। ल बोटी म्यारिनेसन गरेको 1 घण्टा भयो। यहाँ देख्न सक्नुहुनेछ, यहाँ 7 स्टिक छ मेरोमा। यो स्टिकमा बनाउँदैछु म। यो 7 स्टिक तपाईहरुले बजारमा एभाइलेबल पाउन सक्नुहुनेछ।
सबै स्टिकलाई यसरी गरम पानीमा सफा गर्ने। एक घन्टा भयो मेडिटेसन गरेको, हेरौँ। देख्न सक्नुहुनेछ बोटी रेडी भयो मेडिटेसन गरेर 1 घन्टा। जति मासुले मसला तान्नु थियो तान्यो र यसलाई चाहिँ यस्तो प्रकारले फेरि यहाँबाट एकपल्ट यस्तो प्रकारले 1 2 यसरी घुमाउँदै हाल्नुपर्छ। ल हेर्न सक्नुहुन्छ साथी हो, मटन बोटी रेडी भयो। अब चाहिँ यसलाई ग्रिल गर्छु। तावामा स्लो फ्लेममा ग्रिल गर्ने। कम्ती रेगुलर ओइल राख्ने यसरी 1 by 1 फ्राई गर्ने, ग्रिल गर्ने। हातमा मेले हुन्छ पकाउने। ढाक्दै बिस्तारै स्लो आँचमा पकाउने। यसरी 1 by 1 फर्काउँदै फेरि ढाक्दै पकाउने। यो हेर्न सक्नुहुन्छ साथीहरू, मटन बोटी कलर सक्नुहुन्छ तपाईँहरू, हेर्न सक्नुहुन्छ। तपाईँहरूलाई एकदम सिम्पल र आसान रेसिपी लिएर आएको छु तपाईँहरूको लागि। स्यालेडको लागि यहाँ रेडी गरेको छु मैले धनियाँ, लच्छा अनियन र टमाटर, कम्ती सल्ट, लाइम जुस, त हेर्न सक्नुहुन्छ साथी हो। तपाईँहरू पनि यस्तो प्रकारले घरमा पाहुनापातहरू आउँदाखेरि गेस्टहरूलाई, नानीहरूलाई यस्तो प्रकारले बोटीको भात बनाएर खुवाउन सक्नुहुनेछ। चिकन, मटन, बफको चाहिँ बनाउन सक्नुहुनेछ तपाईँहरूले। ल हेर्नुहोस् साथी हो, मटन बोटीको भात रेडी भयो, एकदम गरमा गरम। ल टेस्ट गरेर हेरौँ कस्तो भएछ। एकदम जुसी, एकदमै सफ्ट।